नमस्कार, म जुनु प्रसाई। तपाईहरु सबैलाई स्वागत छ मेरो सामाजिक सञ्जालमा। आजको यो भिडियोमा म नेपालमा भइरहेका साङ्गीतिक रियालिटी सोहरू, त्यसमा आम दर्शक श्रोताले गर्ने टीका-टिप्पणीहरू र त्यसबाट एउटा प्रतिस्पर्धीमा पर्न जाने मानसिक असरका बारेमा कुरा गर्न जाँदैछु। र तपाईले मलाई पहिलो पटक हेर्दै हुनुहुन्छ भने म मेरो छोटो परिचय दिन चाहन्छु। मेरो जन्म ताप्लेजुङ जिल्लाको हाङपाङमा भएको थियो भने म तेह्रथुमको वाकुमा हुर्किएँ र हाल मेरो पारिवारिक बसोबास झापा जिल्लामा रहेको छ। र म इन्ट्रा फाउन्डेसनद्वारा आयोजित गायन प्रतियोगिता मेरो भोइस युनिभर्स सिजन 2 को फाइनलिस्ट बनिरहेकी छु, जो चाहिँ कतारमा अडिसन दिएर मैले नेपालमा आएर प्रतिस्पर्धा गरेर फाइनलसम्म पुग्न सफल भएँ। अहिले भइरहेका गायन प्रतियोगिताहरूमा धेरैजना मान्छेहरूले टीका-टिप्पणी गरेको देख्छु म। फलानाले जित्नु पर्थ्यो, फलानाभन्दा फलाना बेटर थियो भनेर हैन। तर फलानाले जित्नुपर्छ भन्दै गर्दाखेरि त्यो फलानालाई जिताउनका लागि हामीले कतिको सपोर्ट गर्यौँ त? हामीले कतिको भोट गर्यौँ, कतिको अहोरात्र खट्यौँ त? मलाई चाहिँ के लाग्छ भने जुनसुकै रियालिटी सोमा फाइनलसम्म पुगिसक्ने प्रतिस्पर्धीहरू सबैजना विजेता बन्नका लागि उत्तिकै दावेदार हुनुहुन्छ। निर्णायक ज्यूहरूको निर्णय, त्यस पछाडि आयोजक टिमको सल्लाह अनुसार नै उहाँहरू त्यहाँसम्म पुग्ने हो। प्रतिस्पर्धा आफैमा एउटा चुनौतीपूर्ण कुरा हो। जित्नु हार्नु पक्कै हुन्छ र सबै प्रतिस्पर्धी तपाईलाई मनपर्छ या मनपर्नै पर्छ भन्ने हुँदैन, सबैलाई सबै मन पर्दैन है। म चाहिँ के भन्न चाहन्छु भने जसले जिते पनि नेपाली साङ्गीतिक आकाशमा एउटा राम्रो नक्षत्र बन्न सक्नुहोस्, साङ्गीतिक क्षेत्रलाई उचाइमा पुर्याउन उहाँहरूले योगदान दिन सक्नुहोस्, त्यो सबैभन्दा ठुलो कुरा हो हैन? हामी जस्ता रियालिटी सोबाट आउने प्रतिस्पर्धीहरूलाई कलाकार बनाउने पनि तपाईँ आम दर्शक श्रोताले नै हो भने कलाकार बचाउने पनि तपाईँ हाम्रो जिम्मा हो। किनभने एउटा रियालिटी सो भनेको त क्षणिक यात्रा हो है। या रियालिटी सो सके पछाडि मात्र उहाँको जिन्दगी सुरु हुन्छ। यो म किन भन्दैछु भने मैले अहिले कतारको मेरो कार्य छोडेर म नेपाली सङ्गीतमै केही गर्छु भनेर नेपालमा छु र म कन्टिन्यू कामहरू पनि गरिरहेको छु। तपाईहरुले मलाई अहिले हेरिराख्नु भएको छ भने मेरो युट्युब च्यानल जुनु प्रसाईमा गएर हेर्न सक्नुहुन्छ अथवा मेरा सामाजिक सञ्जालहरूमा गएर तपाईले मेरा कामहरू हेर्न सक्नुहुन्छ।